नमस्कार। नमस्कार। आरामै हुनुहुन्छ? हजुर, के छ खबर? ठिकै छ। के चलिरहेछ त अहिलेको दिनचर्या? त्यस्तै चलिरहेछ, गर्मी छ, बस्नु पर्ने त्यस्तै। जुन 11 गतेदेखिको इक्जाम थियो परीक्षा 12 क्लासको, अब सरकारले फेरि 21 गतेदेखि सारिरहेको छ। के छ यहाँहरूको तयारी कतिको थियो परीक्षाको बारेमा? राज्यले नै त्यस्तो निर्णय लिइसकेपछि हामी पनि केही बोल्न मिलेन। हाम्रो सबै शिक्षकहरू आन्दोलनमा गएर त्यसरी उभिरहनु भएको छ। कसैले के देखाइरहनु भएको छ, कसैले के देखाइरहनु भएको छ। ठिकै छ, अब परीक्षाको तयारी राम्रै थियो अरे अब अझै राम्रो हुँदैछ। वैशाखको 21 गतेदेखि परीक्षा सञ्चालन हुनेछ भनेर रुटिन पनि आइसकेको छ। यहाँहरू हतोत्साहित नभइकन अलिकति अब सरकारको नीति नियम भन्दा पनि अब आफू चाहिँ अब्बल हुनपर्छ भन्ने हिसाबले चाहिँ अगाडि बढ्नुपर्ने सिचुएसन देखियो होइन। जस्तै अब 21 गतिको परीक्षा त हुन्छ भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ? हरूले के निर्णय लिनुहुन्छ भन्ने अहिलेसम्म त केही पनि त्यस्तो हल्ला केही पनि चलिरहेको छैन। फेरि अब एक्कासी रातारात नेपालै चेन्ज हुने है, टाइमै चेन्ज हुने हो कि त्यस्तो केही भन्न सकिँदैन। परिस्थितिको खेल हो। विद्यार्थीप्रति उत्तरदायित्व निर्वाह गर्नुपर्ने सरकारले नै यसरी इक्जामहरू सार्दाखेरि हतोत्साहित हुनुभएका विद्यार्थीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? राम्रोसित पढ्नु अब ठिकै। साथीहरूसँग बोल्दाखेरि जस्तै अब देशले शिक्षा र स्वास्थ्यमा लगानी गर्न नसकेको अथवा नगरेको अथवा कुनै पनि कुराहरू ले चाहिँ अलिकति ग्यारेन्टी नलिएको हुँदाखेरि अलिकति विद्यार्थीहरूमा अन्योलको अवस्था छ होइन। 12 पछि पढाइलाई चाहिँ कहाँसम्म निरन्तरता दिनलाई यहाँहरूको इच्छा छ? साथीहरू पनि के भन्नुहुन्छ? ल त्यस्तो यहाँको इच्छा के छ? नेपालमै बसेर पढ्ने हो भन्ने छ, नेपालमा सरकारी जागिर खाने हो भन्ने छ, देशको यस्तो अवस्थामा हामी युवाहरूले चाहिँ देशमा नयाँ नेतृत्व लिएर नयाँ देश बनाउनु पर्छ भन्ने छ अथवा पहिला त पढ्नै पर्छ, पढेपछि केही नेपालमै गर्नुपर्छ भन्ने छ र के छ यहाँको सोच चाहिँ? नेपालमै बसौँ अब राम्रोसित पढौँ भने पनि यहाँ अब त्यस्तो पहिला विदेशको जस्तो अलि पढ्ने वातावरण चाहिँ छैन यहाँ। यही नेपालको हिसाबले चल्नुपर्छ। हेरौँ के हुन्छ। सोचिरहन्छ अब सबैतिर अब आफ्नो राम्रो प्रयास दिइरहने हो कि रे। त्यही हो अब युवाले त के गर्ने र एक दुईजनाले मात्रै गरेर भएन, सबै मिलेर गर्नुपऱ्यो। सबै मिल्दा मिल्दा त्यहाँ पुग्दा पुग्दा सबै विदेशतिर गएपछि अब फेरि एक दुईजना परिवर्तन भइरहन्छ। देशको राजनीति अवस्था कस्तो लाग्छ तपाईँलाई अहिलेको? रमाइलो। कि यहाँहरू पनि आन्दोलनमा हाम्रो परीक्षा हुनैपर्छ भनेर आन्दोलनमा जाने तयारी त छैन कतै? नै यस्तो घामको बेलामा, यस्तो गर्मी भएको बेलामा शिक्षकहरू जस्तो अब उहाँहरू चाहिँ तलब पाउनुहुन्छ त्यही जानुहुन्छ। हाम्रो चाहिँ त्यस्तो छैन। घरदेखि निकाला गरिदियो भने हामीलाई गाह्रो छ।